नमस्ते सबैजनालाई वेलकम ब्याक टु बिमल चेम्जोङ युट्युब च्यानल। आज चाहिँ म पाथिभरा मन्दिर परिसरमा आइसकेको छु र यो मन्दिर परिसरभित्र कुन कुन शक्तिपीठहरू रहेका छन् ती शक्तिपीठहरूलाई चाहिँ यहाँहरूमा म देखाउने छु। र यो हाम्रो केराबारी 2 सिंहदेवी र बसन्तटारको सङ्गमस्थल चुली डाँडामा रहेको पाथिभरा मन्दिरमा म आइपुगेको छु र यहाँको केही भिडियो क्लिप्सहरू हजुरहरू माझ राख्नेछु। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने पनि आशा राखेको छु। पाथिभरा मन्दिर आउने बेला भयो, बाटो मजा गरी फाड्नु भएको रहेछ, निकै भएको थियो। माथि देख्नु भएको चाहिँ पाथिभरा मन्दिर हो र यहाँदेखि लगभग अब यो जुन तल देख्नु भएको छ यो यहाँदेखि चाहिँ स्टार्ट हुन्छ। यहाँनिर एउटा थान रहेको छ, यहाँदेखि नै सुरु हुन्छ। म चाहिँ माथि अगाडि अगरबत्ती किन्न सबै चिज पाइन्छ यहीँनिर। यहाँ त नौलो वनको थान राख्नु भएको छ यहाँनिर, यहाँदेखि सुरु हुन्छ। यहाँनिर चाहिँ युमा माङको माता भनेर राखिएको छ यहाँनिर। म चाहिँ सिधै टपमा जान्छु, पाथिभरा पुजारी बाकोसम्म पुग्छु। त्यस पछाडि अगरबत्ती पूजा सामग्रीहरू किनेर यहाँ चाहिँ आज दर्शन गर्नेछु। साथीहरू निकै उकालो भएको कारणले निकै गलेको अवस्था छ। यस्तो छ, यस्तो राम्रो भ्यू देखिन्छ यहाँदेखि हेर्दाखेरि। टपमा पाथिभरा मन्दिर रहेको छ। म आइपुग्ने बेला भए साथीहरू। म चाहिँ अब पाथिभरा मन्दिरमा आइपुगेँ है साथीहरू। यहाँदेखि देख्न सक्नुहुनेछ ल। फाइनल्ली गाइज यहाँ आइपुग्यो। यो बिना ल बनाउनुहोस् साल्दै म चाहिँ अगरबत्तीहरू खरिद गर्नु पर्यो। गर्दै हुनुहुन्छ नि? पाथिभरा मन्दिरबाट देखिने चारैतिरको दृश्य चाहिँ एकदमै मनोरम दृश्य देख्न सकिन्छ। यो हिम श्रृङ्खला देखिसक्नुभयो, यो पारीको र यो तल देख्नु भएको चाहिँ तराईको निलो फाँटहरू पनि देख्न सक्नुहुनेछ र यो पूर्वतिर पनि देख्न सक्नुहुनेछ है त मित्रहरू। यो सानो डाँडामा चाहिँ यहाँहरूले सबै देवी देवता देवस्थलहरूको चाहिँ एकमुष्ट रूपमा यहाँहरूले पूजा आराधना अथवा दर्शन गर्न सक्नुहुनेछ। म गइरहेको छु। यहाँ माथि देख्नुहुन्छ, यहाँनिर माथि टपमा चाहिँ पाथिभरा मन्दिर रहेको छ। म हिँड्दैछु। यहाँनिर चाहिँ दक्षिणकाली शक्तिपीठको चाहिँ स्थापना गरिएको छ। यहीँदेखि दक्षिणकाली माताको दर्शन गर्न सक्नुहुनेछ।
पूजा त साथीहरू छ नि मैले आफै पनि गरेँ पूजा त यही पनि त रहने के थियो मजाले त भिडियो पनि हजुर ल दाजु जोडी आउनुभयो होइन पहिलोपल्ट आउनुभएको म चाहिँ तपाईँ आउनु भएको थियो अगाडि ए आज चाहिँ के माग्न आउनुभयो होला मनमै भन्नु नभन्नु भन्ने पनि छ सुन्ने गरी भन्नु आफूले मागेको कुरा चाहिँ अरूले थाहा नपाओस् भन्ने चाहिँ छ म जाँदैछु यता यो सानो ट्र्याक बाटो छ यहाँनिर भर्खरै श्रमदान गरिएको छ बसन्त टारका साथीहरूले चाहिँ आएर गर्नुभएको थियो राम्रो बाटो छ छोटो करिब 15 मिटरको डिस्टेन्समा रहेको छ यो यहाँ गौरी माता बुढा सुब्बा यो अर्को शक्तिपीठको स्थापना गरिएको छ गाइज यहीँदेखि दर्शन गर्न सक्नुहुनेछ र फेरि यहाँदेखि सुरु हुन्छ यो माथि गएर हेर्ने हो भने यो चाहिँ पाथिभराको मन्दिर टपमा रहेको छ त्यस्तै गरेर फेरि अर्को यहाँ ट्र्याक छ वरिपरि यो डाँडा वरिपरि चाहिँ करिब 15 मिटरको डिस्टेन्समा चाहिँ हरेक शक्तिपीठहरूको चाहिँ स्थापना गरिएको छ म जाँदैछु यो एकदमै सुन्दर सानो ट्र्याक छ यो ट्र्याकले कहाँ पुर्याउँछ हेरौँ है त एकैछिन फेरि पनि म अर्को शक्तिपीठ स्थापना गरिएको ठाउँमा आएको छु तम्मर राजा तम्मर रानी माई यो चाहिँ तम्मर राजा तम्मर रानी माई भनेर चाहिँ यहाँनिर स्थापना गरिएको छ यहाँनिर भर्खरै दर्शन गरेर भक्तजनहरू चाहिँ गइसक्नु भएको छ म अलिकति ढिलो आएको कारणले गर्दाखेरि भेटिनँ यहाँनिर फेरि ट्र्याक यसरी वरिपरि एकदमै यो चाहिँ कस्तो छ भन्दाखेरि सानो डाँडा छ ठ्याक्कै पाथी भरेकै जस्तो छ र सानो माथि टपमा चाहिँ हेर्नुभयो भने त्यहाँनिर मन्दिर अट्ने मात्रै परिसर चाहिँ बसेको ठाउँ छ त्यहाँदेखि चाहिँ ठ्याक्कै भिरालो भाग सुरु भइहाल्छ र बसेको भाग जम्मैमा चाहिँ के छ भन्दाखेरि त्यहाँ पाथिभरा मन्दिरको स्थापना गरिएको छ र यो ट्र्याक यहाँले देख्नुहुन्छ यो ट्र्याकले फेरि पनि अर्को ठाउँ पुर्याउनेछ यहाँहरूलाई यो सानो ट्र्याकमा चाहिँ अब ठ्याक्कै तपाईँले देख्नुभयो पर एउटा भर्खरै मन्दिरको स्थापना गरिएको छ र यहाँनिर आइपुग्दाखेरि चाहिँ घन्टीको आवाजहरू पनि आइरहेको छ मन्दिरमा उहाँहरू हुनुहुन्छ पक्कै पनि हुँदै सरर जाँदाखेरि पारी ठुल्ठुला पहाडहरू देखिन्छ र यहाँनिर यो चाहिँ भर्खर स्थापना गरिएको पूर्व माईको मन्दिर हो यो यहाँनिर चाहिँ पूर्व माईको स्थापना गरिएको छ पूर्व माईको शक्तिपीठ स्थापना गरिएको छ यसरी करिब 100 देखि 150 मिटरको आसपासमा सबै देवस्थलहरूको चाहिँ स्थापना गरिएको छ यहाँनिर तपाईँहरू आएर उत्कृष्ट रूपमा सम्पूर्ण शक्तिपीठहरूको चाहिँ यहाँनिरबाट दर्शन गर्न सक्नुहुनेछ साथीहरू। अब म चाहिँ माथि पाथिभरा मन्दिर चाहिँ टपमा रहेको छ। यो बलि स्थान पनि बलि चाहिँ यहाँ छुट्टै यो रुखको फेदमा बलि स्थान दिने ठाउँ रहेको छ।
के समाता उत्तर बाहेक 1800 तिर पढ्न नपठाउनु पूर्व पश्चिम र दक्षिण पठाउनु